म चाहिँ आज होइन हाम्रो घरमा फलेको अर्ग्यानिक तपाईँहरूको घरमा चाहिँ होइन के सब्जीहरू फल्छ, साग सब्जीहरू होइन बारीमा के हाम्रोमा चाहिँ होइन गाइस सब्जी त फल्छ नै होइन, सब्जी त फल्छ नै हाम्रो घरमा चाहिँ अलिक एक्स्ट्रा के हाम्रो घरमा चाहिँ हाम्रो सायद बारी नै एक्स्ट्रा भएर होला है, एकदम एक्स्ट्रा अनि अति फलिरहेछ कि गाइस अति। हजुरहरू पनि हेर्दा दङ्ग पर्नुहुन्छ, छक्क पर्नुहुन्छ कि हेर्नु है गाइस। हाम्रो बारीमा चाहिँ होइन फलफुलको सट्टा अनि साग सब्जीको साथसाथै हाम्रो घरको बारीमा चाहिँ होइन यसरी कुखुरा पनि फलिरहेछ है गाइस। हेर्नु यसरी कुखुरा फलिरहेछ है गाइस, यसरी होइन यसरी होइन यसरी कुखुरा फलिरहेछ गाइस। अनि अब हेर्नु न कता कता छ क्या फलेको पनि। हामी त कुखुरा यसरी पाल्छौँ हो, गाउँले हो। ए यसरी है गाइस, हाम्रो बारीमा चाहिँ यसरी कुखुरा फलिरहेको देख्न सक्नुहुन्छ है गाइस। एउटै 2 केजी 500 बढी ग्रामको छ होइन गाइस अहिले चाहिँ। अब यसलाई चाहिँ हामीले टिपेर होइन हामीले बेच्ने बेला भइसक्यो क्या गाइस अहिले चाहिँ। यसरी कुखुरा फलिरह है गाइस हाम्रो बारीमा चाहिँ। हजुरहरूलाई नि चाहे सम्पर्क गर्न सक्नुहुन्छ या कमेन्ट गर्न सक्नुहुन्छ है। हाम्रो बारीमा चाहिँ यति धेरै कुखुरा फलिरह नि हजुरहरूले चाहिँ कमेन्ट गर्दा हुन्छ है गाइस, चाहिएछ भने चाहिँ। ल आँपको बोट मुनि यति मजाले यसरी ब्रोइलर फलिरह है गाइस। ल हस् म चाहिँ यति नै भन्न चाहन्छु। ल गाइस।